हेलो गाइज, नमस्कार सबैजनालाई। आज चाहिँ म यता भान्जालाई लिन चाहिँ बोर्डिङ जाँदैछु। 3 बज्न लागिसक्यो अनि 3 बजी चाहिँ लिन जानुपर्छ कि। बुटुलमा निकै गर्मी थियो, तर आज चाहिँ अलिकति बादल लागेको जस्तो गरेको छ, त्यही भएर चाहिँ अलिकति शीतल छ आज चाहिँ। नै भने बुटुलमा हिजोसम्म अथवा बिहानसम्म यस्तो गर्मी थियो है। बुटुलमा गर्मी, बुटुलको गर्मीले त कसम भनेको मार्छ। अनि बोल्नलाई केही आइरहेको छैन, तर पनि मलाई भ्लग बनाउनु छ होइन। भ्लग मैले बनाइरहेको छु। ओके, अब चाहिँ म लिनेहरू चाहिँ पालै पालै भइरहेको छ। अनि म एउटा चेक गर्न चाहिँ के चाहन्छु भन्दाखेरि चाहिँ यदि चाहिँ कन्फिडेन्स बढाउनु छ भने होइन, कन्फिडेन्स बढाउनु छ भने चाहिँ तपाईँले मान्छेहरूको भिडको अगाडि चाहिँ एकदमै होइन लाज नमानिकन भ्लग बनाउन सक्नुपर्छ भन्ने चाहिँ एउटा ऊ छ, भनाइ छ नि होइन। त्यो चाहिँ म ट्राई गर्छु, कतिको सक्छु है मैले चाहिँ लगाएर। म आज पुरै देखाएरै जान्छु। अनि यहाँ चाहिँ बस आउँदैछ, म चाहिँ भान्जालाई लिन जाँदैछु। यसरी गर्दै गर्दा मान्छेले तपाईँहरूसँग हेर्नुहुन्छ होइन, हाँस्नुहुन्छ कोही कोही होइन, तर पनि डजन्ट म्याटर। किनभने हामीले आफ्नो काम गर्ने, सबैले आफ्नो चाहिँ आफ्नो बाटो हेरेर अगाडि हिँड्ने होइन। अरूले के गर्छ के भन्छ भन्ने कुरामा ध्यान दिन थाल्यो भने हुँदैन। यताको गेट चाहिँ छ यता, अनि पानी पर्दैछ एकदमै, पानी पर्ला जस्तो गरिरहेको छ। प्यारेन्ट्सहरू सबै आइसक्नु भएको छ यहाँ चाहिँ। अनि 3 बजी मात्र गेट खुल्छ यहाँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसरी पछाडि प्यारेन्ट्सहरू धेरै आउनुभएको छ आफ्नो बच्चा बच्ची लिनको लागि। अझै खुलेको छैन त, हिजो 3:10 खोलिदिनु भएको थियो, आज 3 बजिसक्यो। गेट खुल्यो, गेट खुल्यो ल। फाइनली होराइजन स्कुलमा यो। अनि भान्जालाई लिन पारी जानुपर्छ गेट अगाडि। स्योर भान्जा आज पनि रोया छन् होला। हिजो आज 2-3 दिन चाहिँ लगातार रोएको थिएँ होइन। हिजो पनि रोएको थियो, अस्ति पनि रोएको थिएँ। अब आज चाहिँ के गरेछ नि हेरौँ, ठिक्सै रोखन् जस्तो लाग्छ मलाई। यिनी आत्तिन्छन् क्या, हेरौँ। तिरिमिरी हुन्छ आँखा, सबै उस्तै उस्तै देखिन्छन्। अनि खोज्नलाई एकैछिन तिरिमिरी हुन्छ। भान्जा चाहिँ यताबाट चाँडै भेटिन्छन्, यताबाट गयो भने ढुक्कै रोखन् जस्तो लाग्छ मलाई। अब रोया छन् कि छैनन् है, अगाडि ल्याएर लाइन लगाउँदा बित्तिकै आत्तिहाल्छन्। रोको हो किन रोको त? ल बा टाटा गरिदेऊ म्यामले। दर्पण